नेपाली आमा बाबु विदेशी रहेको अवस्थामा ती सन्तानहरूले ती व्यक्तिहरूले नेपालमै स्थायी रूपमा बसोबास गरिरहेका छन् भने तिनले नेपालको अङ्गीकृत नागरिकता पाउन सक्छन्। यस्तो किसिमको अङ्गीकृत नागरिकता जारी गर्नको लागि के कागजातहरू चाहिन्छ? सबैभन्दा पहिलो र प्राथमिक डकुमेन्ट के हो भने जन्म दर्ताको प्रमाणपत्र। दोस्रो रहेको छ आमाको नागरिकताको प्रमाणपत्र। त्यसैगरी तेस्रो रहेको छ नेपालमा स्थायी रूपमा बसोबास गरेको बेहोरा खुल्ने गरी स्थानीय तह वडा कार्यालयको सिफारिस पत्र। चौथो, बाबुको देशको नागरिकता अर्थात् विदेशको नागरिकता वा राजधानी नलिएको भन्ने कुरो सो घोषणा गर्नुपर्ने हुन्छ। अनुसूची 7 क बमोजिमको सो घोषणा गर्नुपर्छ। यसको साथसाथै अन्य कागजातहरू व्यवसाय दर्ता गरेको छ भने व्यवसाय दर्ताको प्रमाणपत्र, त्यसैगरी लाल पूर्जा छ भने लाल पूर्जा, बिजुली बत्तीको इत्यादि जुन सपोर्टिङ डकुमेन्टहरू हुन्छ जहाँबाट स्थायी रूपमा बसोबास गरेको देखिन्छ, जहाँबाट नेपालमै पढे लेखेको देखिन्छ, शैक्षिक प्रमाणपत्रहरू हुन्छ, ती प्रमाणपत्रहरू पनि राख्न जरुरी हुन्छ। यस्तो किसिमको नागरिकताको प्रमाणपत्र जारी गर्ने अधिकार अहिले सिडिओलाई दिएको छ।